सो फाइनली गाइज आज चाहिँ हामीहरू राइड जान लागेको दिदी र म काठमाडौँबाट सोलुखुम्बु। सो आजको भ्लग चाहिँ एकदमै इन्जोयफुल हुनेछ। सो किप वाचिङ एन्ड किप सपोर्टिङ गाइज। कस्तो हुन्छ आजको भ्लग, लेट्स स्टार्ट। ओके, बाई बाई। Hey guys, it's me Rider Creative Vlog। अनि आज चाहिँ हाम्रो काठमाडौँ टु सोलुखुम्बुको राइड हुँदैछ दिदी र मेरो। सो आजको राइड एकदमै इन्जोयफुल हुनेछ। किप वाचिङ एन्ड किप सपोर्टिङ गाइज। आजको हाम्रो राइड चाहिँ केटिएम एडभेन्चर बाइकमा हुनेछ 250। स्टार्ट गरेर पछाडि देख्न सक्नुहुन्छ। अनि हाम्रो क्यामेराम्यान दिदी हुनुहुन्छ। सो आजको भ्लग चाहिँ एकदमै रमाइलो हुनेछ। ओके गाइज, किप वाचिङ। बाई बाई। भ्लगमै बाई। फाइनल्ली हामी चाहिँ खाजा खानु आइपुग्यो। यहाँ कुन ठाउँमा थाहा छैन। चाहिँ तातो भुज जस्तै ठ्याक्कै हो। यो फेस देखेर त मान्छे धुरुङ्ग तर्सिन्छ एकचोटि। हजुर, यसले सम्भालहरू हान्नु लागेको छु यहाँ। म चाहिँ हालत त्यस्तो छ यहाँ ट्याक्क लगाएर। गाइज कस्तो छ? ओके। सो गाइज फाइनल्ली हामी चाहिँ सेती देवी मन्दिरमा आइपुगेका छौँ। यहाँ चाहिँ एकदम यहाँ देवी माता हुनुहुन्छ अनि हामीलाई रक्षा गर्नुभएको छ। यहाँ चाहिँ म जहिले आउँदा फोटो खिच्ने गर्छु, कहिलेकाहीँ बिर्सिन्छु। सो आई एम सो सरी त्यसको लागि। एकदम आजको राइड चाहिँ रमाइलो भइरहेछ अनि हुने पनि छ अब। सो किप वाचिङ गाइज। हामी चाहिँ मुलकोट क्रस हुन लाग्यो। ठ्याक्क सेती माता मन्दिरनिर देख्न सक्नुहुन्छ हामी आइपुगिसकेको छौँ। ओके गाइज, किप वाचिङ, लभ यु अल। सो गाइज हामी चाहिँ फाइनल्ली सोलुखुम्बुको सीमा पत्तालेर ओखलढुङ्गाको सीमा ठाडेको बिचमा आएको छौँ। सो अब चाहिँ हामी यहाँबाट सोलुखुम्बु प्रवेश गर्छौँ। यहाँबाट सोलुखुम्बु स्टार्ट हुन्छ। जुन तपाईँहरूले ब्याकग्राउन्डमा यो घर देख्नु भएको छ, यो घरको पछाडिपट्टिबाट चाहिँ सोलुखुम्बु स्टार्ट हुन्छ। र घरको यतापट्टिबाट चाहिँ हामी अहिले जुन बसेको जग्गा त्यो चाहिँ ओखलढुङ्गा जिल्ला नै पर्छ। सो अब हामी चाहिँ सोलुखुम्बु जिल्लातर्फ लाग्छौँ। ओके गाइज, किप वाचिङ, किप सपोर्टिङ।